गाइस यतिखेर हामी ल कतिको 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 छ यो प्राइस? यो त 1,24,000 1,24,000 को छ गाइस। यो हेर्न सक्नुहुन्छ यो 85,000 को छ। ल हामी अगाडि बढिरहेका छौँ। सरकारजी हाम्रो भ्लगमा आएर के भनिदिनुहोस् न। ल हामी भाटबटनी आएका छौँ, देख्न सक्नुहुन्छ तपाईँहरू। हामी भाटबटनीको इलेक्ट्रोनिक सेक्टरतिर गइरहेका छौँ। ल यहाँ स्क्रिनहरूमा के चलिरहेको छ है। ल यस्ता किसिमका जुत्ताहरू छन्। खड्काजीले यहाँ फ्यान किन्ने प्लान बनाइसक्नु भएको छ र हामी उहाँले कुन फ्यान रोज्नु भयो है त हेरौँ है। फ्यान रोज्नु भयो कि कुन के रोज्नु भयो हेरौँ है। ल यहाँ के किन्न आउनु भयो तपाईँ? म चाहिँ एउटा 24 इन्चको टिभी किन भनेर आएको थिएँ। हजुर अनि भेटायो त? हेरेको हेर्छु क्वालिटी अझै राम्रो लागेन है। राम्रो लागेन तपाईँले कम्तीमा 2-3 लाखको चाहिएको होला है। हो त्यही भएर चाहिँ उहाँले चाहिँ आफूले खोजे रोजेको जस्तो पाउनु भएन। यहाँतिर अलिक फरक किसिमका सामानहरू देख्न सकिन्छ। के हो यिनीहरू खड्काजी? बुफर हुने क्या हुने? त्यो भ्याकुम फोहोर गर्नेवाला हुन्। आइज यहाँ भित्र छिरेको मसँगको साथी चाहिँ हराइसकेको छ यतिखेर र उसलाई खोज्ने मेरो प्रक्रिया जारी नै छ। हेरौँ कति बेला भेटिन्छ। या कतै सामानहरू चोर्नको लागि कतै छिरेको छ कि कता छ म हेर्छु है त गाइजहरू। अगाडि हराएको मान्छे फेला परिसकेको छ। फाइनली हातमा के पो सामान ल्याएर आइसकेको छ। हेरौँ है त उसले के सामान ल्याएर रहेछ है। उठाएर है हेरौँ है। ल है भागिरहेछ। म उसलाई फलो गर्ने उसमा छु। म उसलाई चाहिँ एक्सपोज गर्ने उसमा छु है त। के सामान उठाएको है। खड्काजी क्या लिया त्यो? एउटा स्याम्पू खरिद गरेर 500 को। त्यो स्याम्पू चाहिँ अहिले हामीले फिर्ता गरेर फेरि हामी घुम्न लाग्छ यहाँ मार्केटतिर। हेर्नुहोस् है खासो यस्तो हो कि केही नभएर बाहिर जाला बाहिर पानी पऱ्यो क्या म भुलिनु। ल गाइज है हामी के किन्छौँ हेरौँ है त। अहिलेसम्म त के किने। ल हामीले चाहिँ अब यतातिर सामानहरू के किन्छ तिमीहरूलाई देखाउँछ पछाडिबाट। डिके सरले अब के किन्नका लागि रेडी भइसक्नु भएको छ। के किन्नुहुन्छ ल भन्नुहोस् त। यहाँनिर आएर भन्नुहोस् त। कच्चा किन्नु मन लाग्यो। कच्चाको रेट हेरेको प्यान्ट कच्चा किन्नु भन्दा बाहिर त एक जोड कपडा यस्तो कि भाटबटनीको कच्चा किन्न आएको कच्चाको रेट हेरेको उता के अरे के भेरकोटी मन्डीमा प्यान्टको रेट रहेछ। पहिला प्यान्ट किन्ने अब त्यसलाई काट्ने कच्चा बनाउनु। अब चाहिँ हामी कफीको सेक्सनतिर आइसकेका छौँ। हामी एउटा राम्रो खालको कफी 10-12 डब्बा लगाउँ न त। कालो चाहिँ यहाँ हेर कफी दिनुहुन्छ। ल हेर कफी खायो ल राम्रो कफी उठा। कतिको होला धेरैमा 200-300 त होला नि होइन? 200-300 होला। ल रेट हेरौँ त। कहाँ रेटै छैन त यसमा हेर। 1000 को मात्रै रहेछ। तर सस्तै हो है। हामी अब चाहिँ गाडी किन्ने प्लानमा छौँ। हेरौँ कस्तो खालको गाडी किन्छौँ है त हामी है। ल हामीले चाहिँ कुन गाडी हेरेका छौँ हेरौँ त। सिधा गएर कहीँ यताउति गरेर हामीले हेरेको गाडी है। गाडी है अब है। ल हेलो यसले क्या। ल हेलो हामीले किनेको गाडी अरे किन्नको लागि रेडी बनाएको गाडी। ल हेरौँ को यो हो? योवाला हो होइन? योवाला हो। ल हेर्न सक्नुहुन्छ। खै नम्बर हेरौँ। ल हेर्न सक्नुहुन्छ है गाडी। ल इन्जिन ओ माई गड इन्जिन पनि गोल्डको छ है केटाहरू। ल स्टार्ट गरेर देखाउँ त। यसलाई फेरि जान्नुपर्छ है। यसमा चाहिँ सिस्टम हुन्छ है। यो ठ्याक्कै यस्ता पनि होइन यता पनि होइन कि एउटा चाहिँ बिचैमा राख्नुपर्छ कि फेरि। अनि यहाँ चाहिँ पहिला यति मात्रै चाहिँ त्यसपछि अलिक दबाई राख्ने क्या। आवाज हेर्नुहोस्। यहाँ अगाडिबाटको लुक हेरौँ। यो डिकेजीले आफ्नो लागि किन्न खोजिराख्नु भएको छ र यो चाहिँ मैले है। यो हेर्नुहोस् मेरो त आज के किन्न आउनु भएको छ? दोबारा तपाईँ भाटबटनी आइसक्नु भएको छ। टिभी ल हेरौँ त। तपाईँले घरबाट हेर्नु भयो होला नि त टिभी कस्तो छ। ल कुन टिभी हेर्नु भएको छ है खड्काजीले? हेरौँ है। ल ऊ सुन झर्न लागेको वाला हो कि? ल खड्काजीले टिभी हेर्न खोज्नुहुन्छ। कुन टिभी हेर्नु है? ल कुन यही टिभी हो? यो होइन?
ल खड्काजीको टिभी चाहिँ कुन हो है हेरौँ है यही हो यही यो हो ओहो यो टिभी हेर्नु न भाइ ल खड्काजीले यो टिभी चाहिँ आज खासमा किन्ने भनेको यो भाइ 2 लाख रुपियाँ कम पऱ्यो क्या 4 लाखसम्म किन्ने 4 सस्तो भयो हो सस्तो ब्रान्ड सस्तो भयो क्या। चाहिँ खड्काजीले चाहिँ के हेर्दै राख्नुहुन्छ के को आवश्यकता भएको छ घरमा तपाईँलाई होइन लुगा धुनुपर्ने कि लुगा धुनुपर्ने समस्या भयो हो नि। घरमा अहिले तपाईँको आफ्नो श्रीमती नभएको कारणले लुगा धुन समस्या भयो खोल्ने कसरी हो ल उहाँले चाहिँ अब मेसिन किन्न सक्नुभएको खोज्दै हुनुहुन्छ होइन यसको ल प्राइस हेर्ने मन लाग्यो कति प्राइस चाहिँ 92,000 1000 थियो पहिला अहिले 73,000 छ यो चाहिँ पहिला चाहिँ तपाईँको 1,38,000 थियो है अहिले 1,09,000 मात्रै भएको छ है ल हेरौँ तपाईँहरू के पनि खड्काजीले हामीले कलङ्की भाटबेटीमा देखिसकेको छौँ खड्काजी आउनुहोस् त के चाहियो तपाईँलाई भन्नुहोस् त यार मासु पनि बारबेकी किन हो यता अगाडि चाहिँ सरिदिनु त अगाडि लिएर हेर्नु त ल खड्काजी यो यहाँनिर छ हेर्नु त यही हो ल यसमा तपाईँले पोलेर घरमा ट्याक्क साथीहरूलाई बोलाएर होइन राम्रोसँग मजाले पार्टी गर्न सक्नुहुन्छ खड्का कति छ हेर्नुहोस् तपाईँको बजेट हेर्नु न यो 30% डिस्काउन्ट हो हजुर ओहो मोटै रहेछ डिस्काउन्ट 30% डिस्काउन्ट हो खै त खै यसको 71,000 71 जम्मा तपाईँलाई कति घटाएर पनि 71